नमस्ते सबैलाई हैन गाइज म भर्खरै उठेँ है ब्रस गरेर मुखसुख धोएर रेडी भएर अब कामतिर जानु लाग्यो गाइज हैन आज चाहिँ ओभरटाइममा धेरै मान्छे हुँदैन जस मजाले आरामसँग काम गरिन्छ आज चाहिँ जस हैन गाइज पिस आवाज यस्तै हुन्छ बिहान बिहान उठेपछि अनि त्यो भर्खरै उठ्ने बित्तिकै आवाज चाहिँ कस्तो आउँछ कि मेरो गाइज है पिस आउट भरे काममा गएपछि भेटौँला है त आज चाहिँ दाल भात मासु छ अनि पापडको साथमा खाइन्छ आज चाहिँ हिजो चाहिँ दाल भात मात्रै थियो आज चाहिँ मासु पनि छ है गाइस यो चाहिँ हाम्रो डगी है फ्लाइ अस्ति भर्खरै सर्जरी गरेको यो सेन्टी भयो त्यहाँ सेभेन पानी चढायो नि अनि फ्लाइ हाई भन फ्लाइ हाई आज जग्गा चाँडै आइपुगेर चाहिँ यार ढिलो हुन्छ कि भनेर डरो आएकै कुदाउँदै आएको चाँडै आइपुगेछ 10 मिनट अगाडि आइपुगेछ अझै टाइम सकेर है भित्र जानलाई अनि यहाँ यत्तिकै बसिरहेको भिडियो हेर्दै बसेको अघि खिचेको भिडियोहरू है के भएछ होइन केमा कमी छ यताउता होइन एडिट गर्दै अहिले एडिट गरेको भरे फेरि के अरे ढिलो हुन्छ नि त फेरि सुत्दाखेरि होइन एडिट गर्दा नै अनि अहिले नै रेडी गरेर होइन एडिट गरेर घर जाने अनि टक्क के अरे एडिट गरिसकेको भिडियोहरू टक्क हाल्ने अनि पोस्ट हाल्ने मात्रै हो होइन र अब एकछिनमा चाहिँ अब म भित्र जान्छु अनि अहिले ब्रेक टाइममा भेटौँला है त गाइज है सबैलाई ल पिस आउट ल गाइज ब्रेक भयो है आज ओटामा कोही धेरै मान्छे छनै छैन खाली छ पार्किङ लटै मान्छे नै छैन धेरै आज कति होला कति 20 जना जति होला आज ओटामा गर्नु तीनटा लाइन मात्रै चलेको नि त तीनटा लाइनमा मान्छेहरू एउटा लाइनमा त मान्छे पनि छैन हामी लाइन गर्ने लाइनमा त मान्छे छैन धेरै 5-6 जना छ 5-6 जनामा कुदाएर डरो कुदाउँछ सनियो भाइले यार जाने अन्त सनी जिम चिज हो यार यत्रो 1 घन्टा ब्रेक हुँदा नि नजाने भन्छ यार जाने होइन भाइ जिम जाने होइन अब अहिले जाने होइन भाइ त जान्छ नि तिमी पो हो नजाने तिमीलाई हो झन् जानुपर्ने झन् भाइ त नगए नि हुने हो तिमी हो झन् जम्छ नि जम हिँड्नु नि त ल उठिहाल ल ठिक छ है सर आज ओभर टाइममा आधी घन्टाको ब्रेक पायो है न त सधैँ रेगुलर टाइममा 20 मिनटको हुन्थ्यो आज चाहिँ आधी घन्टा पायो अनि यसो जिमतिर हेर्न जान्छु म के छ भयो भने यसो हल्का फुल्का गर्नु पऱ्यो जिमतिर जानु लाग्यो म है यहाँ तल छ यहाँ तलबाट जानुपर्छ है जिमतिर के छ हेर्नु पऱ्यो यसो भयो भने यसो एकछिन डम्बेल उठालेर फेरि उचालेर फेरि काममा जानु पऱ्यो कोही छ कि छैन जिममा कोही नरहेछ अँध्यारो रहेछ लाइट बल्यो जिममा कामको जिममा आएको यसो झ्याउ लाग्यो कि यति के गरेर बस्ने त नि भनेर होइन यसो होइन समयको सदुपयोग गरेर यसो जिम गरौँ न भनेर कि यसो जिममा आएको जिम पनि सक्यो एकछिन गरेर है काम पनि गर्नुपर्छ अहिले थाक्छ र अब यहाँ के अरे ब्रेक सकिन लाग्यो अब म फेरि कामतिर लाग्छु है गाइज अहिले लन्चमा भेटौँला है त ल गाइज पिस आउट लन्च टाइम भयो गाइज है अघिसम्म खाली थियो पार्किङ लट अहिले त भर रहेछ सब अर्ली आयो 4 घन्टा अर्ली आएर
ल त गाइस फेरि पनि जिममा आएको मलाई Hello. Oh, what's up? You showed up. I was No fun, no choke. looking for you in the break room. Oh, no. I went to my truck and then I came straight over here to. I told Sonny to call you, but he didn't call. No, I'm here. What's up? You ready? Yeah, I'm ready. Hey. Ready to get it in? Alright, let's get it. Shit, look at this guy. Oh, bench press. Guys. Bench press. Sati. My turn? Your turn. Shit. Trainer. Yeah. Come on. Damn, my trainer. Do it till. Come on. भर्खरै सक्यो Oh, you can't see it. You're covered right now. Next time, people. Next time I'll show you. Let's do these sexy biceps. Yeah. गाइस काम पनि सक्यो ओभर टाइममा दह्रो काम पनि गर्यो है जिम पनि हाल्यो दह्रो हात दुखेको यो पाइसक्यो फोन यस्तै समात्दा पनि कस्तो गाह्रो भयो क्या यार यस्तै हो अब काम सक्यो घर जाने खाने भिडियो गर्ने सुत्ने अब भरे भेटौँला है भरे राति भेटौँला गाइस घर जाने भनेको है अब सनीले अनि के अरे बरिटो खान जाऊँ न भन्यो है अब सनी र म चाहिँ अब बरिटो खान जान्छौँ गाइस हामी त्यहाँ गएपछि भेटौँला है त गाइस ल गाइस हामी यहाँ बरिटो खाने ठाउँमा आइपुग्यो है सनी त्यहाँ छ भ्लगमा नयाँ मान्छे आएछ है ल स्वागत छ बहिनीलाई भ्लगमा मेरो भ्लगमा सनीको बुढी सन्नीको वाइफ अब हामी बरिटो खान जान्छौँ डेन्जर भोक लाग्छ है यहाँ टन्नै हुँदो रहेछ त्यो ठाउँ बिजी हुँदो रहेछ है मैले त त्यो स्टेक खाएको त्यो आलु र स्टेक त्यसो त कसको कारै छैन यार मेरो यो ठाउँ चाहिँ आन्ट्स के हो नाम पनि के थियो अरे आन्ट एलिस भनिरहेछ है अब हामी भित्र जान्छौँ है भित्र गएर देखाउँछु कस्तो छ ल जाऊ न सनी जाऊ न ल है हामी भित्र छिर है ल धन्यवाद बहिनी टन्नै रहेछ मान्छे यार यहाँ त यार लास्ट हेरेको छ यार ल गाइस पिस अप गाइस मैले चाहिँ हट चक्लेट विथ विप क्रिम मगाएँ बहिनीले पनि त्यही मगायो सनीले के मगायो रे म त हेल्दी जुस के त कुन जुस ओरेन्ज जुस हो ओरेन्ज खाएर सनी गाइस यस्तो रहेछ मेन्यु है एकचोटि उमा काम गर्छ मेडलाइनमा आज भेटौँ न गाइस पिस गाइस हाम्रो ड्रिङ्क्स आयो है भर्खरै हट चक्लेट विथ विप क्रिम अनि सनीको ओरेन्ज जुस है गाइस म मेरो अब हट चक्लेट विप क्रिम खान्छु है पहिला विप क्रिम खान्छु म गाइस आइसक्रिम जस्तो हुँदो रहेछ गाइस यार यो त यार आइसक्रिम जस्तो मिठो 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 विप क्रिम होला नि त्यो त नि खाउनु त बहिनी तिम्रो नि ल विप क्रिम नै हो विप क्रिम विप क्रिम कसले खान्छ कफीमा विप क्रिम हामीले खान्छ आइसक्रिम जस्तो छैन त छ नि
तर चिसो छैन जुस खाउनु जुस तिम्रो यो वालमार्टको जुस जस्तो छ कि त्यो अर्ग्यानिक के अरे त्यो नाम के अरे अमिलो हुन्छ अरे यो खस्यो रे नखस भन टर्रो अमिलो गाइस ओए 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 पोक्यो ओ पोक्यो ओ पोक्यो गाइस आयो है खाना हाम्रो यो चाहिँ मेरो हङ्ग्री म्यान ब्रेकफास्ट है यो सनीहरूको ब्रेकफास्ट बडिडो सुप्रिम गयो त गाइस गाइस भर्खरै खायो होइन पक्नु भयो है डेन्जर खायो मैले त अब मिलाउन मात्रै बाँकी छ सनीले पनि डेन्जर खायो बहिनीले पनि डेन्जरै खायो गाइस यस्तो छ यहाँको इन्भाइरोमेन्ट गाइस अब त्यही हो अब घरतिर जाने गइन्छ घर भिडियो एडिट गरेर अपलोड गरेर अनि सुतिन्छ अनि फेरि भर राति काम भर राति नै आउँछ भिडियो है गाइस पिस आउट गाइस हामी निस्केको अब थ्याङ्क यू You bet. Have a great day. यू टु हामी जाँदैछौँ अब ट्रिकम छ नि अब छिटो खाइदिन्छु सनीले भनेर मात्रै हो कस्तो राम्रो दिन है यो पनि खान्छ है गाइसमा घाम वहाँ माथि टाउको माथि गइसकेछ मिठो लाग्यो मिठो छ आफूले चाहिँ के खायो अन्डा खायो म त के ब्रेकफास्टहरू मिठो लाउँछ कि धेरै बाहिर खानुहुन्न भित्र आएको नि हाम्रो बाहिर खानु तर त्यो अब घरमा खाने राति राति उठेर काममा गइन्छ बिहान आउँदा यस्तो घाम आउँछ है तपाईँ अब सबै घरतिर लाग्नु पऱ्यो टन्नै खायो भयो त गाइस पिस आउट बाई भन्नु नि त